हेलो फुलप्रेमी सम्पूर्णमा नमस्कार। मेरो युट्युब च्यानल कमला कुलुङमा हार्दिक स्वागत गर्दछु। आज चाहिँ म मेरो गमलामा रहेको कलाञ्चो फुलको बारेमा भिडियो बनाउन लागिरहेछु। मैले यो मेरो गमलाहरूमा रहेको कलाञ्चो फुलको बारेमा अस्ति मजाले फुलेको बेला भिडियो बनाउन पाइनँ भन्दा पनि मैले भिडियो बनाइसकेको थिएँ, तर मेरो मोबाइल बिग्रेको कारणले मैले अपलोड गर्न पाइनँ। मेरो त्यो भिडियोहरू डिलिट भएर गयो। मोबाइल बिग्रेपछि अब त्यो भिडियो सकिगयो। त्यही भएर मैले अहिले अब यो फुल हुर्किसकेपछि भिडियो बनाउन लागिरहेछु। फुल हुर्केर हेर्नुहोस् न, अहिले त अब सुकिसक्यो। तैपनि यो फुलको बारेमा चाहिँ मैले पहिलोचोटि हो कि यो फुल रोपेको, त्यही भएर अब यो फुल त हुर्किसक्यो। अब चाहिँ यो हुर्किसक्यो, अब अर्को वर्षको लागि के गर्न सकिन्छ, कसरी हो, म त नयाँ छु यो फुलको बारेमा। त्यही भएर मेरो साथीहरू सामु यो फुलको भिडियो राखिराख्यो भने मलाई राम्रो सुझाव दिनुहुनेछ। के गरेर कसो गरेर अर्को साल राम्रो बनाउन सकिन्छ त्यो विषयमा मलाई कमेन्ट बक्समा लेखिदिनुहुन्छ। सोचेर मैले यो फुलको भिडियो बनाइरहेको छु। फुल्ने फुलहरूमध्ये मलाई एकदमै मनपर्ने फुल चाहिँ यो कलाञ्चो फुल पनि हो। हिजो अस्ति एकदम दामी फुलेको थियो मेरो पनि। मैले फुल्न आँट्यो है साथीहरू भनेर फोटो हालेको चाहिँ 6-7 महिना पछाडि मात्रै बल्ल फुल्यो। फुलेको बेला एकदम दामी भएको थियो। कति खुसी भएको थियो कि म पनि मेरो गमलामा कलाञ्चोको फुल फुलाउन सफल भएँ भनेर खुसी लागेको छ। अनि अब यो चाहिँ एकदमै राम्रो धेरै कलरमा पाउँदो रहेछ। मेरोमा पनि यो हल्का गाढा पिङ्क, अनि यो पिङ्क कलरमा, अनि यो दुईटा चाहिँ रेड कलरमा मैले मेरो रिलेटिभकोबाट लिएर रोपेको। एकदम दामी भएको थियो। अब यो कलाञ्चोको विषयमा चाहिँ धेरै कुरा थाहा छैन मलाई, नयाँ भएकोले। अनि यो चाहिँ के हो, चोमा बुस्सी भएर अनि सानोमा फुलेको छ यो गमलाको चाहिँ। अनि यो पनि त्यही यो गमलाको जस्तै छ। यो गमलाको पनि सानोमा नै बुस्सी भएर फुल्यो। तर यो गमलामा रोपेको यो दुईटाको चाहिँ ठुलो पात पनि अनि फुल पनि अग्लो भएर गएको छ। यिनीहरू चाहिँ किन होला पात ठुलो भएको छ अनि यो चाहिँ सानो छ। यो दुई प्रकारको छ के, तर कुन कस्तो भनेर मलाई थाहा छैन के। अनि साथीहरू धेरै फुलप्रेमी साथीहरू हुनुहुन्छ, धेरै अनुभवहरू बटुलिसक्नु भएको छ। त्यही भएर मलाई पनि यसको बारेमा जानकारी दिनुहोला भन्न चाहन्छु है त साथीहरू। र म जस्तै नयाँ साथीहरूलाई पनि सपोर्ट मिल्नेछ भनेर मैले यो फुलको भिडियो बनाइरहेको छु। जानकार हुनुहुने साथीहरूले यसको बारेमा लेखिदिनुहुनेछ। अनि म जस्तै नयाँ साथीहरूले पनि धेरै कुरा सिक्नुहुनेछ, थाहा पाउनुहुनेछ भन्ने लागेर मैले यो भिडियो तयार गरेको। यो चाहिँ सुकेको बेला पनि यस्तो दामी देखिरहेछ, हेर्नुहोस् न। सुक्दाखेरि पनि छुट्टै राम्रो के, छुट्टै सुन्दरता दिइरहेछ यसले। कस्तो राम्रो सुक्दा पनि हेर्नुहोस् न। यो रेड कलरको अग्लो गएको, अनि यो पात ठुलो भएको, मोटो बाक्लो हुँदो रहेछ यसको चाहिँ। अनि यसको चाहिँ पात सानो मोटो त मोटो नै रहेछ यसको पनि, तर पात सानो अनि बुस्सी भएर फुलेको। तर छिपिँदाखेरि यो अलि अर्कै, अनि यो रेड कलरको अग्लोवाला चाहिँ अलि अर्कै देखिरहेछु कि मैले। यसको चाहिँ हुर्किँदाखेरि पनि छिपिँदा पनि हेर्नुहोस् न, अर्कै सुन्दरता छ कि यसको। कति राम्रो लागेको। अब भनिदिनुहोस् कि मलाई
यसको पातबाट उमार्न सकिन्छ कि अथवा यसको यो सिड्स छर्ने हो कि के गर्ने होला लागिरहेको छु, मध्योधारमा छु। यो पातलाई नै गाड्दाखेरि हुन्छ कि सोचेर मैले यहाँनेरि गाडिदिएको थिएँ, तर यो त मर्यो, यो बिरुवामा परिणत भएन। प्लिज आफूले जानेको कुराहरू मेरो कमेन्ट सेक्सनमा गएर लेखिदिनु होला। मेरो पहिलो अनुभवमा यति चाहिँ थाहा भयो कि यसलाई सुक्खा ठाउँमा राख्दा पनि हुन्छ अथवा घाममा पनि हुने, अनि पानी त्यस्तो धेरै नचाहिने, थोरै थोरै पानीमा पनि हुने, अनि एकदम सुन्दर फुल देखिने। यो चाहिँ फुलेपछि धेरै लामो समयसम्म टिकिरहने हुँदो रहेछ। यति चाहिँ मलाई थाहा भयो है साथीहरू। फुलको केयर कसरी गर्ने अनि के कसरी कहाँ कस्तो ठाउँमा राख्दाखेरि सुरक्षित हुन्छ अनि लङ टाइमसम्म फुलाउन सकिन्छ भन्ने कुराहरू म युट्युबमा सर्च गरेर हेरिराखेको हुन्छु। अनि मेरो साथीले भन्नुभएको थियो, रजनीजीले, मेरो फुलबारी युट्युब च्यानलको रजनीजीले भन्नुभएको थियो, त्यो देखेर मैले यो फुललाई चाहिँ फुलिसकेपछि चाहिँ अलिक सेपिलो ठाउँमा, फुल सनलाइटले नभेट्ने ठाउँमा राख्नुपर्छ धेरै लामो समय टिकाउनको लागि भन्नुभएको थियो। अनि मैले ओहो नि त मलाई पनि धेरै लामो समयसम्म टिकाउन मन छ भनेर मैले बाटो नेरी पर्छ मेरो चाहिँ घरको पेटी, अनि त्यतापट्टि चाहिँ सधैँ घामले भेट्दैन, बेलुका पखको घामले भेट्छ, अनि त्यहाँ लगेर राखेको थिएँ। त्यहाँ चाहिँ मूल बाटो छ मेरो, त्यही भएर बा हराउने हो कि त लाग्दै थियो साँच्चै नभन्दै। यहाँको एउटा अनि अर्को यहाँको पनि भाँच्न भ्याएछ। अब कुन साथीले लग्नुभयो, दुईटा चुटाउन भ्याउनु भएछ, लगेपछि राम्रो बनाउनु भयो कि भएन, मेरो गमलाको जस्तै राम्रो सुन्दर फुलाउनु भयो कि भएन। फुलाउनु भयो भने त एकदम राम्रो कुरा हो, तर लगेर स्याहार सुसार गर्नु भएन, मार्नु भयो भने चाहिँ पाप लाग्छ है साँच्चै साथीहरू। लगेपछि एकदम स्याहार गर्ने हो, सुसार गर्ने हो, अनि सुन्दर बनाउनु भयो भने चाहिँ राम्रै कुरा हो। नत्र यसरी नमागिकन चुटाएर लाने काम चाहिँ राम्रो लाग्दैन है। यस्तो चाहिँ नगरौँ होला, बरु मागौँ, मागेर रोपौँ। माग्नुभयो भने बरु म आफूसँग भएको बिरुवाहरू चाहिँ दिनेछु। कसले लानुभयो लान चाहिँ तपाईँले लानु भएपछि हेर्नुहोस् न, मलाई फाइदा छ फेरि, बेफाइदा त हुँदैन नि। यहाँ अर्को पलाइरहेको छ पो त। अनि यहाँ यो गमलाको पनि रातो कलरको पनि एउटा भाँचेर लान भ्याएछ के। यस्तो छ। लगेर राम्रो बनाउनु भयो कि भएन, यो मेरो भिडियो हेर्दै हुनुहुन्छ भने जानकारी होस् कि लगेपछि चाहिँ सुन्दर बनाउनु होला है, राम्रो स्याहार सुसार गर्नु होला। नत्र यो यसरी अर्काको गमलाको भाँचेर लगेको फाइदै छैन है। हस् साथीहरू, विशेष गरी आजको यो कलाञ्चो फुलको बारेमा रहेको भिडियो चाहिँ कलाञ्चो फुल सम्बन्धी एकदमै अनुभवी साथीहरूको लागि भन्दा पनि साथीहरूलाई डेलिकेट गरेर कसरी अर्को साल म मेरो गमलामा धेरै कलाञ्चो फुलहरू फुलाउन सक्छु अथवा बिरुवा धेरै बनाउन सक्छु, यो भनिदिनु हुनेछ भन्ने विश्वासका साथ बनाएँ र नयाँ साथीहरूलाई पनि सहयोग पुग्नेछ भन्ने हेतुले बनाएको हो। आजको मेरो भिडियोमा आफ्नो सल्लाह सुझाव दिन नबिर्सिनु होला र म अर्को भिडियोमा अरू फुलको विषयमा भिडियो लिएर आउनेछु। तबसम्मको लागि हजुरहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। फेरि भेटौँला, बाई बाई।